शिक्षक सेवा आयोगमा एकदमै महत्त्वपूर्ण मानिएको सामान्य लाग्ने तर अङ्कको आधारमा विशेष महत्त्वपूर्ण मानिएको एउटा छोटो क्लिप यहाँहरूमा प्रस्तुत गर्दैछु। विशेष गरी कार्यक्षमताका आधारमा चाहिँ बढुवाका आधारहरू के हुन् भन्ने बारेमा यहाँहरूलाई कतिको थाहा छ? यदि थाहा छैन भने आउनुहोस् सामान्य जानकारी लिउँ। कार्यक्षमताका आधारमा चाहिँ नोकरीको ज्येष्ठता बापत 35 अङ्क, शैक्षिक योग्यता बापत चाहिँ 20 अङ्क, तालिम बापत 10 अङ्क, त्यस्तै कार्य सम्पादनलाई चाहिँ देहाय अनुसार विभाजन गरिनेछ भनेर छुट्याइएको छ। अध्यापन गरेको सम्बन्धी विषयमा विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्कको उपलब्धि बापत चाहिँ 15 अङ्क, शिक्षण कार्यसँग सम्बन्धित विषयमा अनुसन्धान गरे बापत 5 अङ्क, प्रत्येक वर्षको विशेष जिम्मेवारी बापत 5 अङ्क र कार्य सम्पादन मूल्याङ्कनका आधारमा सुपरिवेक्षक र पुनरावलोकन समितिले गरेको मूल्याङ्कन बापत चाहिँ 10 अङ्क। यसका भिन्न भिन्न आधारहरू छन्, त्यसको लागि म फेरि जोडिनेछु। धन्यवाद।